हेलो एभ्रिवान्स वेलकम ब्याक टु माई युट्युब च्यानल। आज हामी कुरा गर्दैछौँ नेपाल टेक्नोलोजी फ्युचरको बारेमा। नेपाल डिजिटल युगमा कसरी अगाडि बढ्दैछ एन्ड वाट अपर्च्युनिटिज आर वेटिङ्स फर अ नेपाली युथ्स। लेट स्टार्ट्स। नेपालमा टेक्नोलोजीको ग्रोथ पछिल्लो केही वर्ष धेरै बढिरहेको छ। इन्टरनेट युजर बढिरहेका छन्, मोबाइल एप पपुलर हुँदैछ, अनलाइन सर्भिस एभ्रीडे लाइफको पार्ट बन्दैछ। आजकल ब्याङ्किङ, सपिङ, लर्निङ सबै अनलाइन हुँदैछ। टप टेक्नोलोजी फिल्ड इन नेपाल पहिलोमा रहेको छ इन्फर्मेसन टेक्नोलोजी। नेपालमा सफ्टवेयर डेभलपमेन्ट, वेब डेभलपमेन्ट, एप डेभलपमेन्ट धेरै डिमान्डमा छ। फ्रिल्यान्सिङ गरेर युथले फोरिजिन क्लाइन्टबाट इन्कम गरिरहेका छन्। फेसबुक, टिकटक, युट्युब मार्केटिङ नेपालमा बुम कमिङ छ। बिजनेस अब अनलाइन एड्स बिना चल्दैन। एआई, च्याट जिपिटी, अटोमेसन जस्ता टुल्सले काम गर्ने तरिका नै बदलिँदैछ। नेपालमा एआई स्टुडेन्ट र स्टार्टअप पनि बढ्दैछन्। ई-कमर्स एन्ड अनलाइन बिजनेस, दराज, सस्तो डिल्स जस्ता प्लेटफर्मले सपिङ कल्चरलाई चेन्ज गरिरहेको छ। टेक्नोलोजीले नेपालको युथलाई हक अपर्च्युनिटी दिएको छ, जस्तै कि फ्रिल्यान्सिङ, रिमोट जब्स, स्टार्टअप्स, अनलाइन एजुकेसन्स, कन्टेन्ट क्रिएसन्स। यी त भए टेक्नोलोजिकल अपर्च्युनिटिजहरू। तर केही च्यालेन्जेस पनि छन्। स्लो इन्टरनेट, ल्याक अफ प्र्याक्टिकल एजुकेसन्स, लिमिटेड फन्डिङ्स, ब्रेन ड्रेन्स यस्ता कुरा चाहिँ दैनिकली भोगिराख्नु पर्ने हुन्छ टेक्निकल फिल्डमा। फ्युचर अफ टेक्नोलोजी इन नेपाल, स्मार्ट सिटिज, एआई बेस्ड सर्भिस, क्यासलेस इकोनोमी, अनलाइन एजुकेसन प्लेटफर्म्स, टेक स्टार्टअप्स ग्रोथ। नेपाल साउथ एसियाको टेक हब बन्न सक्छ।